जापान आएको 2 महिना हुन आँट्यो। यहाँ आएर चाहिँ अब आश पुरा हुन्न। अब उहाँ के सोचेर आएको हुन्छ, यहाँ आएर के हुन्छ त्यही फरक छ। राम्रो छ देश त एकदम। अब जता आएर विकासै विकास छ। आफूलाई गए वर्किङ पढेर आऊ भन्छु। हेलो गाइज, वेलकम टु माई न्यू ब्लग। गाइज आज चाहिँ म चाहिँ होइन मेरो साथीलाई उसको जापानको लाइफ कस्तो भइरहेछ, जापान कस्तो छ भने उसको दैनिक जीवनमा भइरहेको कस्तो छ त जापानको बसाइ भनेर सोध्दैछु। हेलो हेलो, नमस्ते, कोनिचिवा। के सन्चै हुनुहुन्छ? म बाँचिरहेको हो अहिले त। हजुरको नाम? मेरो नाम चाहिँ विनोद अधिकारी। कति बजी जापान आएको हजुर? जापान आएको 2 महिना हुन आँट्यो। कस्तो छ जापानको बसाइ? ठिकै भनौँ, त्यस्तो खराब पनि छैन। काम पाउनुभयो? काम भर्खर फिलहाल 10-11 दिन भयो काम पाएको। जापान कस्तो देश रहेछ त? हजुरले सोचेर आए जस्तो रहेछ कि कस्तो रहेछ हजुरको बुझाइमा? जापान चाहिँ राम्रो देश हो, तर हामी विदेशीलाई गाह्रो बनाइरहेको छ। त्यसले गर्दा चाहिँ हामी धेरै सपना आश बोकेर आएको हुन्छौँ। यहाँ आएर चाहिँ अब आश पुरा हुन्न। अब उहाँ के सोचेर आएको हुन्छ, यहाँ आएर के हुन्छ त्यही फरक छ। राम्रो छ देश त एकदम। अब जता आएर विकासै विकास छ। आफूलाई आवश्यक परेको खानेकुराहरू, अन्य वस्तुहरू जे पनि पाइन्छ यहाँ। पढाइदेखि यहाँको विश्वविद्यालयदेखि यहाँको बस्ने ठाउँदेखि यहाँको सबै हेर्दा चाहिँ यहाँ एकदम राम्रो छ। पैसा हुनु पर्यो, जापान एकदम राम्रो छ। अनि जापानको बसाइ कस्तो भइरहेछ त तपाईँको? अहिले चाहिँ ठिकै भइरह। त्यति खराब पनि भएन, त्यति राम्रो पनि भएन। अब नेपालदेखि आउने विद्यार्थीलाई के भन्न चाहनुहुन्छ तपाईँले? सल्लाह सुझाव यस्तो अब मैले त मेरो सुझाव त के भन्दाखेरि, कमाउने आउनु भए वर्किङ पढेर आऊ भन्छु। स्टुडेन्टमा आउने पढ्ने भयो, स्टुडेन्टमा आऊ। अब घर पैसा पठाउनु पर्दैन। अब यहीँ कमाउँछु, यहीँ रमाउँछु, यहीँ कलेज तिर्छु भने चाहिँ जापान आऊ। नत्र भने चाहिँ अब म नआउ त भन्दिनँ। अब सबैको आफ्नो मन हो। अनि अब हामी पनि त्यस्तै गरेर आयो। अब आऊ, तर धेरै आश बोकेर नआऊ भन्छु। आश बोकेर आयो भने तिमी खिन्न हुन्छौ। त्यति हो साथी, अरू त केही छैन। त्यसको मतलब जापान सोच जस्तो सजिलो छैन। सोच जस्तो सधैँ छैन सजिलो। नेपालमा जस्तो भन्छ नि, यति जान्छु, यस्तो गर्छु, अनि ऋण यतिमा तिर्छु भन्छ नि, त्यस्तो हुँदैन। त्यो त 1% पनि मिल्दैन। रिस्क छ यहाँ, रिस्क छ। तिमीले दुईटा काम गर्छु भने पैसा कमाउँछौ, तर रिस्क छ। तिमी कति बेला नेपाल जानु थाहा हुन्न नि त। त्यसको मतलब अब आउने विद्यार्थी अलि राम्रोसँग पढेर आउनु पर्यो। राम्रोसँग पढेर आउनु पर्यो। वर्षको वर्किङमा आऊ भन्छु म त। स्टुडेन्टमा वर्किङमै आऊ भन्छु। पढ्ने मन भयो स्टुडेन्टमा आऊ। तिमीलाई कोचीको सोच्छौ भने चाहिँ स्टुडेन्टमा आऊ। अब कोचीको लागि यहाँ राम्रो छ, पढ्न सक्छु र अलि काम पनि गर्न सक्छु, ड्युटी कुरा एडजस्ट गर्न सक्छु भने स्टुडेन्टमा आऊ। होइन म त कमाउने हो भने त वर्किङमा आऊ। त्यही हो साथी। थ्याङ्क यू, वेलकम।